आजको यस भिडियोमा चाहिँ जीजीपी अपडेटेड जीजीपी को बारेमा चाहिँ हामीले कम्प्लिट भिडियो भन्ने छौं। जीजीपी चाहिँ प्ले स्टोरमा गएर तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। एप स्टोरमा पनि चाँडै नै आउँदैछ। अब धेरै टाइम छैन एप स्टोरमा आउन पनि। त्यसपछि तपाईले जीजीपी लाई इन्स्टल गर्नुस्। इन्स्टल भइसक्यो। अब त्यसपछि जीजीपी लाई ओपन गर्नुस्। त्यस लगइन भनेको चाहिँ तपाईको अकाउन्ट बनिसकेको छैन, त्यही भएर तपाईले लगइन गर्ने हैन। त्यही भएर तपाईले अहिले चाहिँ साइन अपमा क्लिक गर्नुस्। त्यसपछि कुन गेम खेल्नुहुन्छ, पबजी खेल्नुहुन्छ भने पबजी, फ्री फायर खेल्नुहुन्छ भने फ्री फायर, फुल नेम, इमेल, गेम नेम राखेर चाहिँ कन्टिन्युमा क्लिक गरिदिनुस्। त्यसपछि तपाईको अकाउन्ट बन्छ। पछि मैले लगइन गर्दै छु। लगइन गरिसकेपछि तपाईले यस्तो इन्टरफेस पाउन सक्नुहुन्छ। बोथ पबजी एन्ड फ्री फायरमा बस थोरै इमेजेसहरुको फरक हुन सक्ला। त्यसपछि तपाई पबजी खेल्नुहुन्छ अथवा फ्री फायर खेल्नुहुन्छ भने तपाईले यहाँ मिनी च्यालेन्ज भनेको चाहिँ 1v1 अथवा 2v2 3v3 त्यो गर्ने हो। मिनी च्यालेन्जमा क्लिक गर्नुभयो भने तपाईले लाइभमा क्लिक गर्नुभयो भने तपाईले आफ्नो च्यालेन्जहरु एड गर्न सक्नुहुन्छ। च्यालेन्ज एड गर्दाखेरि तपाई पोइन्ट्समा खेल्न चाहनुहुन्छ कि कोइन्समा? पोइन्ट्स भनेको रियल पैसा हो, कोइन्स भनेको चाहिँ तपाईले एड हेरेर चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ। अब मिनी च्यालेन्ज कसरी गर्ने भन्नुहुन्छ भनेपछि तपाईले चाहिँ जीजीपी को यो वाला भिडियो हेर्नु होला। जस्तै सर्चमा गयो भनेपछि 1v1 च्यालेन्ज यो वाला भिडियो है, च्यालेन्ज वाला चाहिँ हैन, 1v1 हाउ टु डु मिनी च्यालेन्ज इन जीजीपी भन्ने छ। तपाईले चाहिँ आएर चाहिँ सर्चको यो वाला भिडियो हेर्नु होला। अरु भिडियोज पनि यहाँ छन्। अब मिनी च्यालेन्जको कुरा सकिसक्यो। अब हामी जाम क्विक च्यालेन्ज पनि सेम त्यही हो, तर यसमा चाहिँ तपाईले चाहिँ 2v2 3v3 हरु पनि खेल्न सक्नुहुन्छ र कति बजे खेल्ने भनेर त्यो टाइम पनि सेट गर्न सक्नुहुन्छ। क्विक च्यालेन्जमा एरेना भनेको चाहिँ अर्को छ लीग वाला म्याचेस हैन। लीग वाला म्याच भनेको चाहिँ यस्तो खालको म्याच हो। तपाईले लीग टिरमा क्लिक गर्नुभयो भने तपाईले चाहिँ खेली जिती फाइनलमा आउने प्लेयरले चाहिँ प्राइज पुल लाग्ने हुन्छ हैन। यहाँ चाहिँ म्याचको रुल्सहरु लेफ्ट साइडमा हुन्छ। प्लस यसको बारेमा थप हेर्नको लागि चाहिँ यहाँ डिस्क्रिप्सन भन्ने छ, यसमा क्लिक गरेर पनि पढ्न सक्नुहुन्छ। तपाईले यो वाला भिडियो पनि हजुरले चाहिँ युट्युबमा हेर्न सक्नुहुन्छ। तपाईले कुन वाला भन्दाखेरि यहाँ हेर्नुस्, तपाईले चाहिँ हाउ टु प्ले लीग म्याचेस इन गेमर्स ग्लोबल प्लेटफर्म भन्ने छ, यो वाला पनि भिडियो चाहिँ हेर्न सक्नुहुन्छ है। त्यसपछि अर्को आउँछ डेली ब्याटल्समा। अब डेली ब्याटल्समा चाहिँ हाम्रो पेड म्याचेसहरु हुने गर्छ हैन। तपाईले चाहिँ जस्तै यहाँ यो सर्भाइभल मोड हो भनेर देखाउँछ हैन। तपाईले चाहिँ यहाँ क्लिक टु सी इन्फोमा क्लिक गर्नुभयो भनेपछि तपाईले चाहिँ यो सर्भाइभल मोड रहेछ, यहाँ यति प्राइस पुल हुन्छ, यस्तो यस्तो हुन्छ भनेर लेखेको छ। बोया हान्नेले 60 रुपैयाँ अनि सेकेन्ड देखि 20 सम्म आउनेले 40 रुपैयाँ भनेर लेखेको छ। यो सिम्पल रुल्स भइहाल्यो। अर्को सिमिलरली पर किल वाला म्याच पनि हुन्छ हैन। यो खेल्नको लागि चाहिँ तपाईसँग पोइन्ट्स हुनुपर्छ र तपाईले चाहिँ यो पोइन्ट्स चाहिँ यहाँबाट है पोइन्ट्स चाहिँ खल्ती, फोन पे अथवा ई सेवा अथवा यिनीबाट चाहिँ पे गरेर चाहिँ उ गर्न सक्नुहुन्छ। र विथड्र गर्नु पर्यो भने पनि विथड्र वालेटमा क्लिक गरेर चाहिँ तपाईले चाहिँ आफ्नो पोइन्ट्स कति हो हैन, कति विथड्र गर्न चाहनुहुन्छ, वालेट ई सेवा फोन पे कुन हो त्यो राख्नु पर्ने हुन्छ। अनि वालेट नम्बर, फोन नम्बर चाहिँ यसमा राखेर चाहिँ सबमिट गर्न सक्नुहुन्छ। तर मेक स्योर है तपाईले चाहिँ जितेको पोइन्ट्स मात्रै विथड्र गर्न मिल्छ। तपाईले चाहिँ 1000 2000 पोइन्ट्स हाल्नु भयो रे अथवा 100 200 हाल्नु भयो रे अनि त्यसपछि ओहो म त अब युज गर्दैन यो पोइन्ट्स भनेर चाहिँ विथड्र गर्न खोज्नु भयो भने चाहिँ हुँदैन है हितीले। अब पेड म्याचेस खेल्नको लागि तपाईले डेली ब्याटल्सबाट खेल्न सक्नुहुन्छ। अर्को कुरा चाहिँ अब डेली ब्याटल्सको पनि भिडियो चाहियो हैन, पेड म्याचेस कसरी खेल्ने भन्नुहुन्छ भने पनि त्यो भिडियो चाहिँ यता छ है। हाउ टु जोइन म्याचेस अन जीजीपी भन्ने छ नि, तपाईले यो भिडियो हेर्न सक्नुहुन्छ है। यो भिडियो चाहिँ डेली ब्याटल्स अथवा अरु कुनै पनि म्याचमा चाहिँ कसरी जोइन गर्ने भन्ने कुरा गरेको छ। यो भयो हाम्रो डेली ब्याटल्सको कुराको कहानी है। अब त्यसपछि जाम हामी चाहिँ प्रो सिरिजमा। अब प्रो सिरिजमा जानु भन्दा पनि प्रो सिरिज भनेको चाहिँ फ्री म्याच खेल्ने हो। अब तपाई फ्री म्याच खेल्नुहुन्छ भनेपछि प्रो सिरिजमा म्याचेसहरु छन्। जस्तै यहाँ हेर्नु त 50 कोइन्स पर पर्सन लेखेको छ। यो कोइन्सको म्याच हो। जस्तै दिनमा चाहिँ 3 वटा फ्री म्याच हुन्छ। जित्नेले चाहिँ कति रुपैयाँ लेखेको छ, जित्नेले चाहिँ बोया हान्नेले चाहिँ 20 रुपैयाँ लेखेको छ। कोइन्सको म्याच भए पनि जितेपछि चाहिँ पोइन्ट्स पाइन्छ है। अब पोइन्ट्स भनेको रियल पैसा जस्तै भयो। अब कोइन्स कहाँबाट कलेक्ट गर्ने भन्नुहुन्छ भनेपछि कोइन्सको लागि तपाईले यहाँ क्लिक गरेर चाहिँ वाच एड भन्ने हुन्छ, यसमा क्लिक गरेर चाहिँ तपाईले एडहरु हेर्न सक्नुहुन्छ। अनि हुन्छ मल्टिपल वेज टु प्ले फ्री म्याचेस इन जीजीपी एन्ड अन रियल मनी नो फेक वर्ड्स भनेर लेखेको छ। यो भिडियो हेरेर पनि तपाईले चाहिँ फ्रीमा कसरी कमाउने त्यो पनि हेर्न सक्नुहुने भयो। अब त्यसपछि अर्को कुरा छ फ्री क्लासेसको पनि भइसक्यो। अर्को छ डायमन्ड रेट्स। अब तपाईले चाहिँ डायमन्डहरु किन्न चाहनुहुन्छ हैन भनेपछि तपाईले डायमन्ड पनि यहाँबाट किन्न सक्नुहुन्छ। पबजीमा यूसी पनि किन्न सक्नुहुन्छ। यो कुरा भइहाल्यो। अब तपाई मिनी च्यालेन्जमा गएर 1v1 यता धेरै यस्तो च्यालेन्जेसहरु हुन्छ हैन। यता एउटा 50 पोइन्ट्सको रहेछ, अर्को चाहिँ 15 कोइन्सको रहेछ। अब तपाईले भने अनुसार चाहिँ म्याच चाहिँ एक्सेप्ट गरेर चाहिँ तपाईले चाहिँ खेल्न सक्नुहुन्छ है। यो भयो। अब त्यसपछि जाम हामी माथिको
प्रोफाइलमा तपाईँले प्रोफाइलमा चाहिँ एडिटमा क्लिक गरेर चाहिँ इनगेम नेमहरू चेन्ज गर्न सक्नुहुन्छ। तपाईँले चाहिँ इनगेम युआइडी मेरो मिलाएको छैन, यसलाई एडिट गर्न मिल्दैन भनेर भन्नुभएको हुन्छ, चिन्ता नलिनुहोस्। तपाईँको चाहिँ इनगेम युआइडी फरक भयो केही फरक पर्दैन, तर मेक स्योर इनगेम नेम चाहिँ सेम होस् है। त्यस्तै गरेर तपाईँले चाहिँ जिजिपीको सेटिङमा क्लिक गरेर चाहिँ तपाईँले चाहिँ हाम्रो युट्युब च्यानल, इन्स्टा होइन, फेसबुक, टिकटकको लिङ्कहरू देख्न सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले फलो गरेर सपोर्ट पनि गर्न सक्नुहुन्छ। त्यसको राइट साइडमा चाहिँ हाम्रो फ्रिक्वेन्टली आस्क्ड सेक्सन भन्ने छ, त्यहाँ चाहिँ मल्टिपल क्वेरिजहरू, क्वेसनहरू देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गरेर चाहिँ तपाईँले पढ्न पनि सक्नुहुन्छ खासमा के रहेछ कुराकानीहरू होइन। डाइरेक्टली भिडियोज हेर्न भन्दा पनि अप्ठ्यारो लाग्छ भने तपाईँले पढ्न सजिलो लाग्छ भने त्यहाँबाट पढ्न पनि सक्नुहुन्छ। त्यहाँ रुल्सहरूको सेक्सन पनि छ, त्यहाँ रुल्सहरू के छ भनेर त्यहाँ रुल्सहरू पनि पढ्न सक्नुहुन्छ। तर कुनै पनि मिनी च्यालेन्जहरू, डेली ब्याटल्सहरू खेल्ने बेला चाहिँ रुल्सहरू पढेर खेल्नु होला। त्यसपछि अर्को छ हाम्रो यो भनेको चाहिँ जोइन म्याचेसहरूको सेक्सन हो। तपाईँले चाहिँ कुनै पनि म्याचमा चाहिँ पार्टिसिपेट गर्नुभयो भने चाहिँ तपाईँले यसमा चाहिँ पार्टिसिपेट भनेर चाहिँ देखिन्छ। हाम्रो बिएफवाला सेक्सन, अब यसमा चाहिँ तपाईँले चाहिँ आफ्नो साथीको नाम राख्नुभयो, जस्तै त मैले चाहिँ इनगेम युआइडी टाइप गरेँ अरे, जस्तै एकै टाइप गरेँ, अनि त्यसपछि यहाँ चाहिँ सेउसी बोय भन्ने चाहिँ मैले राख्न मन लाग्यो अरे, यसलाई चाहिँ मेरो बिएफ, मैले यसको बिएफ राखेँ भनेपछि अनि त्यसपछि सौसी बोयले पनि आफ्नो प्रोफाइलमा गएर चाहिँ मेरै नाम राखिदियो भनेपछि चाहिँ यु एन्ड योर फ्रेन्ड आर बोथ आर म्युचुअली बेस्ट फ्रेन्ड भनेर आइदिन्छ। अब यसको फाइदा चाहिँ के हुन्छ भन्दाखेरि कुनै म्याचेस छ डुओ अथवा स्क्वाड भनेपछि आफ्नो साथीले एड गर्ने बेला चाहिँ त्यहाँ अटोमेटिकली सजेसनमा देखिन्छ कि ल यो साथीले एड गर्नुहोस् भनेर, भनेपछि यसको फाइदा चाहिँ यही हो है। अर्को छ हाम्रो म्याचको हिस्ट्री। तपाईँ कुनै पनि म्याचमा पार्टिसिपेट गर्नुहुन्छ भनेपछि त्यहाँ चाहिँ विनर को थियो भनेर चाहिँ यसमा देखाइदिन्छ। जस्तै मैले यहाँ यति धेरै म्याचेस खेलेको छु भनेपछि यहाँ देखाइदिन्छ सबै कति कति म्याचमा खेलिस् भनेर, अनि त्यसमा क्लिक गरेँ भनेपछि चाहिँ त्यो म्याचको विनर को थियो भनेर त्यहाँ पनि देखाइदिन्छ। अर्को छ नोटिफिकेसन, त्यसमा चाहिँ कुनै नोटिफिकेसन छ भने त्यसमा आएर देखिने कुरा भइहाल्यो। त्यसपछि अर्को छ हाम्रो पोलवाला सेक्सन, जस्तै तपाईँ त्यसमा क्लिक गरेर पोलमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ हामीले ऱ्यान्डमली क्वेसन सोधेको हुन्छ। अब तपाईँले चाहिँ एन्सरमा चाहिँ भोट दिन सक्नुहुन्छ क्या। अनि त्यसपछि हामीले चाहिँ ल यो प्लेयरहरू, युजरहरूले चाहिँ के खेल्न मन लाग्दो रहेछ बढी कुरा भनेर चाहिँ हामीले एनालाइज गरेर चाहिँ तिनी म्याचेसहरू बढी गराउने गर्छ। अर्को छ हाम्रो चाहिँ यो सजेसनवाला, जस्तै तपाईँले चाहिँ के सजेसन दिन मन लाग्यो भनेपछि तपाईँले चाहिँ फिडब्याकमा क्लिक गरेर चाहिँ सजेसन पनि दिन सक्नुहुन्छ। जस्तै तपाईँले चाहिँ कुनै बेला चाहिँ कम्प्लेन गर्न मन लाग्यो, जस्तै तपाईँले चाहिँ कुनै प्रो सिरिज म्याच खेल्नु भएको थियो अथवा डेली ब्याटल, मिनी च्यालेन्जको कुनै पनि म्याच खेल्नु भएको थियो र त्यसको चाहिँ प्राइज बिल आएन भनेपछि तपाईँले डाइरेक्टली भन्नुभन्दा पनि तपाईँले चाहिँ यसमा क्लिक गरेर चाहिँ तपाईँले चाहिँ जस्तै हेर्नुहोस् यहाँ जस्तै पार्टिसिपेटेड इन लिग नम्बर यो भनेर दिएको हुन्छ होइन, म चाहिँ यो लिगमा चाहिँ पार्टिसिपेट गरेको थिएँ भन्न सक्नुहुने भयो। अर्को चाहिँ पार्टिसिपेटेड इन गेम विथ नम्बर भनेर चाहिँ डेली ब्याटल टुर्नामेन्ट भनेको छैन, म चाहिँ यो डेली ब्याटलको यो 4359 लेखेको छ नि हो, यो म्याचमा चाहिँ जोइन गरेको थिएँ होइन, यो म्याचमा जोइन गरेको थिएँ, यसको चाहिँ प्राइस बिल आएको छैन भनेर चाहिँ कस्टमर सपोर्टमा चाहिँ कुरा गर्न जानु होला कि डाइरेक्टली मलाई यसको केही पनि आएन भन्दा पनि ओके। अब तपाईँले चाहिँ पोइन्ट्स कसरी लोड गर्ने कुरा सोच्नुहुन्छ भनेपछि त्यो पनि तपाईँले चाहिँ युट्युबमा भिडियोजहरू हेर्नु होला। मेक स्योर कि रिमार्क्स चाहिँ सेम राख्ने गर्नु होला होइन। पेमेन्ट गर्दाखेरि चाहिँ खल्तीबाट पेमेन्ट गर्ने बेला होस् या फोन पे अथवा ई-सेवा होइन, कुनै पनि पेमेन्ट क्युआरले स्क्यान गरेर पेमेन्ट गर्ने बेला चाहिँ पेमेन्ट गर्दाखेरि जे रिमार्क्स राख्नु भएको थियो नि त्यो पनि जिजिपीमा चाहिँ अपलोड गर्ने बेला चाहिँ सेम रिमार्क्स राखेरै अपलोड गर्नु होला कि ओके। कुराकानी यति नै हो, अरू त्यस्तो कन्फ्युजन त्यस्तो केही पनि छैन। तपाईँले सुरुमा युज गर्ने बेला चाहिँ हल्का होइन कन्फ्युजिङ, अप्ठ्यारो के हो कस्तो हो भन्ने जस्तो लाग्न सक्छ। तपाईँले चाहिँ 100% कस्टमर सपोर्ट पाउनुहुन्छ। कस्टमर सपोर्टमा चाहिँ केही कन्फ्युजन भयो अथवा इस्यु आयो भनेपछि कस्टमर सपोर्टमा आएर चाहिँ कम्प्लेन गरिदिनु होला। अझै पनि तपाईँले चाहिँ कन्फ्युजन लागेको छ अथवा कुनै पनि सेक्सनको पार्टमा चाहिँ यसले पनि बुझाइदिए हुन्थ्यो भन्ने जस्तो लागेको छ भनेपछि तपाईँले चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला। मलाई यसको बारेमा पनि भिडियो चाहियो भनिदिनुहोस् होइन, यसको 1-2 दिनभित्रमा चाहिँ त्यसको पनि भिडियो हालिनेछ।